यतै होला यार दाइने भने हैन यो भित्र बसेको झन्डै यार अझै 1 घण्टा लाग्ने रहेछ त यो त घिम्दिले जस्तो गरे त ब्रो माथि हामी त चियानतिर पुग्ने हैन धन्यवाद आइदिनु भयो है यहाँसम्म वहाँ काठमाडौँबाट हेलो एभ्रिवान धेरै पछि हैन we are together in my vlog अहिले चाहिँ हामी यो कुन प्लेस हो यो चाहिँ तपाईको हामी यो काठमाडौँबाट चाहिँ उता धादिङ जाने बाटो चाहिँ जुन हाइवेबाट चाहिँ नभइकन त्यहाँ भने चाहिँ हामी त लाकुरी भन्ने ठाउँको चाहिँ माथिबाट हिमालकैतिर जस्तो चिसो ठाउँतिर त्यताबाट जाने बाटो छ एउटा त्यहाँ यस सो we are on the way and we are going धादिङ हैन काठमाडौँबाट हामी 80 किलोमिटरको टाढाको चाहिँ ठाउँमा जाँदैछौँ ठ्याक्कै यो ठाउँको नाम के छ हाम्रो ठाउँको नाम चाहिँ तपाईँको स्यादुल ओहो स्यादुल रगडा नाम छ हैन कडक सुन्तला पाउने ठाउँ ओ भाइ साहब भनेपछि हामी त्यहाँ सुन्तला पनि टेस्ट गर्छौँ हैन स्पेशली हामी त्यहाँ चाहिँ किन जान लागेको भन्दाखेरि हामी त्यहाँ वेडिङ सुटको लागि जान लागेको हैन we are अब फोटोग्राफर्स भिडियोग्राफर्सको लाइफहरू यस्तै हो कहिले कहाँ जानुपर्छ कहिले के गर्नुपर्छ हैन त्यस्तै हो वाट एभर ट्राभलमा के हुन्छ अनि कस्तो कुराहरू देखिन्छ आई डोन्ट नो लाइक हामी सिंगल राइड गरिरहेछौँ हैन हाम्रो एकदम ब्याकप्याक लास्टै ठुल्ठुलो हुन्छ त्यही भएको कारणले गर्दाखेरि लुक एट दिस ब्याकप्याक है त्यहाँ हाम्रो नो स्कुटरमा अनि इज राइडिङ बाइक इज ओन बाइक हैन हामी आफ्नो क्या खासमा चाहिँ दुईजनासँगै गयो भने चाहिँ मजा आउँछ क्या ट्राभलको रमाइलो चाहिँ हैन सेपरेट जाँदा चाहिँ तर ब्याकप्याकले गर्दाखेरि सो हामी यहाँबाट जान्छौँ हाम्रो जर्नी त अघि नै सुरु भइसकेको तर अघि चाहिँ त्यो काठमाडौँमा के देखाउनु हैन के कुराकानी गर्नु यो अलिकति सुनसान ठाउँमा आएर चाहिँ कुराकानी गरौँ न भनेर हामी यहाँ आएर चाहिँ कुराकानी गर्दैछौँ र ब्लग पनि सुरु गर्दैछौँ सो अब चाहिँ हाम्रो ब्लग सुरु गरौँ र फर्स्टमा म तपाईँहरूलाई यहाँबाट देखिने बवाल दृश्यहरू देखाउन चाहन्छु यहाँबाट उता साइडको यो हाम्रो हाइवेहरू चाहिँ जुन एकदम दुलाम्य छ त्यो बाटोलाई हामी छलेर यो बाटो आएको कारणले गर्दाखेरि त्यो दुलाम्य रोडहरू हेरिदिउँ न कस्तो छ है त बाफ्रे रोड कन्डिसन त लास्टै रहेछ नि है ओह्रालो क्या लास्ट स्टिप ओह्रालो टाइपको होइन अनि लुक एट द रोड है खतरा छ घिटी चिप्लेर तल चाहिँ कुनातिर लड्ला भन्ने टेन्सन अनि हामी चाहिँ एकछिन हल्का हुनलाई रोक्यौँ है अब फेरि हामी तलतिर लाग्छौँ अब कति 2 मोडमा तल हाम्रो मेन रोड आइपुग्छ त्यसपछि फेरि हाम्रो यात्रा जारी नै रहन्छ जस रमाइलो चाहिँ रमाइलो भइरहेछ तातो भइरहेछ क्या हातहरू है रियल वेडिङ सुट कस्तो हुन्छ एक्ज्याक्टली वेडिङ ब्लग पनि हुन्छ होइन अब समय मिलेसम्म है अब हामीलाई एकदमै समयको त अभाव हुन्छ हामीलाई लास्टै टाइट हुन्छ काम गरे गर्नुपर्ने हुन्छ तर समय मिलेको सम्ममा चाहिँ हामी तपाईँहरूलाई सबै त्यहाँ चाहिँ भइराखेको बिहाइन्ड द सिन पनि देखाउँछौँ होइन सो लागौँ हामी भाइ साहब what is the time right now 5:33 AM मा चाहिँ हामी मलेखुमा आइपुग्यौँ होइन माछा भण्डार सो हल्का डस्टी रोड है लास्ट चेप्ने अनि त्यसपछि लास्ट स्पिडै हाल्न गाह्रो हुने अनि फेरि बाटो पनि खत्तमै रहेछ क्या है उबड खाबड धेरै क्या मैले मात्रै स्पिड हाल्ने तिमीले त हाल्यो मैले चाहिँ हालिनँ होइन हो र भाइ साहब त्यस्तो धेरै स्पिड पनि राम्रो होइन केयरफुल राइड नै गरौँ भनेर मैले चाहिँ अलिकति एकदम स्लो नै गरेँ सो वाट एभर लाइक फाइनली हामी यहाँ चाहिँ आइसकेका छौँ अब यहाँ खाजासाजा खान्छौँ अनि त्यसपछि फेरि हाम्रो यात्रा सुरु हुन्छ अब चाहिँ हाम्रो इभिनिङको यात्रा हुन्छ है त्यहाँ खतरा देखेको यहाँ यसरी त है अब हाम्रो खाजा आउँछ एकछिनमा हामी खाजासाजा पापा कति लाग्छ दाइ स्यादुल अब के भन्ने अहिले
राति छ उज्यालोमा हो त्यो 1 घन्टा अलि लाग्दैन 1 घन्टा लाग्छ होला ओहो अझै 1 घन्टा लाग्ने रहेछ त यो त घिम्दिले जस्तो गरे त ब्रो बाटो कहिले हो सो हामी चाहिँ मेन हाइवेबाट चाहिँ हामी साइड लागिसक्यौँ होइन रोड चाहिँ कच्ची रहेछ तर पनि स्मुथ नै छ सो हामी यहाँबाट लागिरहेछौँ दाइले भनेअनुसार 1 घन्टा लाग्छ भन्नुभएको छ होइन फेरि त्यस्तो स्पिड राइड हुन्न नि त सेफ राइडिङ ओके ल अब फेरि हामी लाग्छौँ है त हस् दाजु थ्याङ्क यू बाई यतै होला यार दाहिने भने होइन दाहिने भन्यो भने त यतै हो नि त नि ल फोन गरेर सोधा यहाँ दो बाटो आइयो होइन एउटा दाहिनेवाला चाहिँ सानो सानो छ भन्नु न हामी त कन्फ्युजमा परेको उकालो आइपुगेपछि 2टा बाटो छ एउटा दाहिने छ देब्रे छ दाहिनेपट्टिको देब्रे सानो बाटो भन न यतै जाने रहेछ समय भइसकेको छ 6:45 यो बाटो नै लाग्छ होला हामी यही बाटो हो रे हो के रे खोइ यहाँ हेर न म यो झन्डै यहाँ बसेको यहाँ यस्तो रहेछ क्या खोबिल्टो हेर न यो भित्र बसेको झन्डै यहाँ मेरो टायर क्या अनि टक्कै यहाँतिर रोकेको हेर न मैले टायरको ढामै छ हो यहाँ बस्यो भए लास्टै डेन्जर हुन्थ्यो घिम्ती 2.0 नै भन्यो भए कहिल्यै पुग्दैन यार अल्छी लागिसक्यो मलाई त्यहाँ होइन कि जस्तो लाग्छ तपाईँले कहाँ भने हो खोइ यार कता हो यार यो त चियान गाडी माथि हामी त चियानतिर पुग्ने होइन ए चल्दिउँ छ त होला गाउँ त देखिन त देखाएको छ नि होइन गाउँ देखिया जस्तो लाग्यो भने स्कुटर पनि कुदेछ हातहरू दुखिसक्यो उलाला होइन हात दुखेर खत्तम भइसक्यो जम्ला यहाँ गेट पनि बनाएको छ भनेपछि यहीँ हुनुपर्छ बिहे गरे आयो हो दिजु बिहे गरे आयो हो ए कताबाट आउने हो ए उता यताबाट घुमेर आउने सिलोवाल हो ओके हो ए हस् ओके हस् राइडर प्रो म्याक्स नमस्ते सरहरू एकदम बल्ल आइपुग्यौँ है लास्टै रात सन्देश दिन्छ सो अब सन्देश के भन्ने फाइनली डेस्टिनेसनमा आएको खुसी नै आनन्द नै छुट्टै हुन्छ होइन सो अब सरहरूसँग कुराकानी गर्छौँ त्यसपछि आजलाई चाहिँ अब विश्राम लिनुपर्ने होला भोलि फेरि काम सुरु भइहाल्छ होइन सो लेट्स गेट इन है दुला सर भन्नुभयो धन्यवाद आइदिनु भयो है यहाँसम्म उहाँ काठमाडौँबाट दुःख गरेर थ्याङ्क यू सो मच सो एकदम माहौल पनि भनिरहेको रहेछ होइन अहिले चाहिँ अब ठ्याक्क खाने बेला भएको छ सो कस्तो फिल भइरहेछ त भोलि बिहे हुँदैछ एकदम म त एकदम एक्साइटेड छु होइन लाइक मोर देन एक्साइटेड ओके के हो तपाईँको प्रेम विवाह हो कि माघी विवाह मेरो चाहिँ कस्तो भयो भने एरेन्ज टर्न इन्टु लभ जस्तो क्या ओके त्यस्तो खाले हो भनेपछि एरेन्ज भएको धेरै भइसक्यो लाइक 4 महिना जस्तो भयो ए 4 महिनाभित्रमा डिप लभ पर्यो लाइक त्यो फिक्स भएर चाहिँ लभ परेको त्यस्तो खाले हो ओके भेरी गुड सो वी विल सेलिब्रेट टुगेदर ओके खाना खायौँ हामीले एन्ड तल चाहिँ माहौल चलिरहेको छ होइन पञ्चे बाजा बजिरहेको छ मान्छेहरू डान्स पनि गरिरहेको छ तर हामीले चाहिँ रेस्ट गर्नुपर्ने भएको कारणले गर्दाखेरि हामीलाई चाहिँ रुम प्रोभाइड गरेको छ सो दिस इज आवर रुम हामी चाहिँ त्यहाँ सुत्छौँ है हाम्रो चार्जिङ स्टेसनहरू पनि त्यहाँ रेडी भइसकेको छ अब हामी चाहिँ यहाँ हेलो
ठिक छ नि सुत्नेहरू ठिक छ नि पुरा धेरै छ है सुत्नेहरू मोबाइल छ रमाइलो छ हामी चाहिँ अब अनि जोड्नु भन्नुपर्छ ओके सो गाइज यही हो होइन आज हामी आइपुग्यौँ के अरे नाम रे यही ठाउँमा अब भोलि अर्ली मर्निङ उठेर हामीले काम गर्नुपर्ने हुन्छ सो तपाईँहरूलाई आजको यात्रा देखाइहाल्यौँ अलिकति गाह्रो पनि भएको थियो ओभरअलमा रमाइलो पनि भयो एन्ड अब चाहिँ हामी रेस्ट गर्नुपर्ने हुन्छ सो थ्याङ्क यू सो मच फर वाचिङ टुडेज भिडियो सो सी यु नेक्स्ट भिडियोमा बाई